हेलो नमस्ते स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म विराटनगरको 19 नम्बर वार्डमा पर्ने ऋषिवन पार्कमा आएको छु। यो ठाउँ चाहिँ पिकनिक स्पटको लागि अहिले पछिल्लो समय एकदमै फेमस हुँदै गइरहेको छ र आज मसँग मेरो साथमा हुनुहुन्छ मेरो मित्र सम्राट कटवाल। हाई हेलो नमस्ते। र हामी तपाईहरुलाई आज यो पार्क डुलाउने छौं। आउनुस् हामीसँग डुलौँ है त। यो चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ, यो चाहिँ इन्ट्री गेट हो। यहाँबाट हामी भित्र प्रवेश गर्दै छौं र यो एकदमै राम्रो छ। दुईतिर रुखहरू भएर लहराले बाँधिएर कति राम्रो बाटो बनेको छ। यहाँ चाहिँ विराटनगरमा यस्तो ठाउँ सायदै अन्त कतै होला र विराटनगरको उत्तरी बेल्टमा बस्नु हुने साथीहरूले त यो ठाउँ देख्नु नै भएको होला, तर धेरैले अझै पनि देख्न बाँकी होला। एकदमै रमाइलो छ। यो जाडो मौसम भयो, अहिले चाहिँ अब पिकनिकको समय भएकोले पिकनिक खान चाहिँ धेरैजनाहरू आउनुहुन्छ र अरू बेला यो पिकनिकको सिजन नहुँदा चाहिँ एकदम सुनसान रमणीय छ। कहीँ एकान्तमा गएर रमाउन मन लाग्यो भने यो ठाउँमा आउँदा एकदमै उपयुक्त हुन्छ। अहिले हामीले तपाईँलाई अगाडिपट्टि देखाएको पल्लो साइड चाहिँ पिकनिक स्पट हो र त्यहाँबाट पूर्व साइड चाहिँ यस्तो पोखरीहरू छ। दुई तीनवटा पोखरी छ र एक अर्कामा कनेक्टेड छ यो पोखरी चाहिँ। हामी तपाईँलाई अलि अगाडि लगेर देखाउँछौँ। अहिले चाहिँ हामी यस पार्कको बीच भागमा आएको छौँ। यहाँभन्दा 200 मिटर उता गयो भने हामीले पिकनिक स्पट पाउँछौँ भने यो चाहिँ पार्कको अन्तिम पोखरीको अन्तिम भाग हो। यहाँ चाहिँ अलिकति व्यावसायिक तरिकाले व्यवस्थित नगरेको कारणले गर्दाखेरि अलिकति यहाँ घाँसहरू पलाएको देखिन्छ। बोटिङ चाहिँ यहाँको प्रोफेसनल रूपमा अगाडि बढाइएको छैन र यहाँ यतैका स्थानीय केटाकेटीहरू चाहिँ आएर यहाँ यसरी पौडिने गर्छन् बोटमा। यो बोट चाहिँ केही समयसम्म चाहिँ यहाँ चलेको थियो, पैसा लिएर यहाँ बोटिङ गराइन्थ्यो, तर अहिले त्यति व्यवस्थित भने चाहिँ छैन बोटिङ, तर एकदमै रमणीय छ। लडिएला लडिएला अलि होसल है। लडिन्छ लडिन्छ। यहाँ आउँदाखेरि चाहिँ पानी र स्न्याक्स चाहिँ बोकेर आउनु होला, किनभने यहाँ वरिपरि छेउछाउमा चाहिँ नजिकै पसलहरू छैन र हामीलाई एकदम पानी प्यास लागिरहेछ र सम्झेको बेला तपाईँहरूलाई भने पनि। र म ठ्याक्कै यहाँ एउटा रुखको फेदमा यो पोखरीको अगाडिपट्टि फर्केर बसेको छु। एकदमै रमाइलो छ। यहाँ चाहिँ यहीँको स्थानीय भाइहरू चाहिँ बोटिङ गर्दै हुनुहुन्छ। पहिला यो बोटिङलाई व्यावसायिक रूपमा सञ्चालन गरिएको थियो, तर यसरी यो बोटिङको त्यति युज छैन, यहाँ व्यावसायिक रूपमा सञ्चालन गरिँदैन, त्यसै छोडिया हुन्छ र यहाँ छेउछाउको केटाकेटीहरू आएर खेल्ने गर्छन्। साथीहरू अहिले चाहिँ हामी बोटिङ गर्दैछौँ। यहीँको स्थानीय भाइहरूलाई खाजा खाने पैसा दिन्छु भन्दा उनीहरू हामीलाई एकछिन डुलाइदिन रेडी भए। भाइ तिम्रो घर कता हो? यहीँ हो। यो बोट चलाउनु अहिले कोही आउँदैन यहाँ? पहिले पैसा लिएर चलाउनु गर्छ होइन? पढ्छौ पढ्दैन तिमीहरू? किन है स्कुल नआएको? ए बन्द छ? खुलेको बेला चाहिँ पढ्छौ? कतिमा? राम्रोसँग पढ्नुपर्छ है साथी हो। भाइ यहाँ माछा पाइन्छ हो? मार्छ पनि? ठुलो अझै पनि छ माछा? देखाउ न के गरी मार्छ तिम्रो माछा? यहाँ के पालेको हो? ए मार दिँदैन? ए हामीलाई अहिले एउटा कुरा थाहा भयो, व्यावसायिक रूपमा यहाँ माछा पालन पनि गरिएको रहेछ यो पोखरीमा। त्यो टापुमा लग न, त्यो टापुमा जाउँ। टापुमा उता बिचको टापुमा, यो बिचमा टापु पनि रहेछ। अब हामी चाहिँ त्यो बिचको टापुतिर जाँदैछौँ साथीहरू। र वरिपरि पानी र बिचमा माटोको ढिस्को उठाएर टापु बनाइएको छ। एक दुईवटा रुख पनि छ।
र हामी अहिले त्यहाँतिर जाँदैछौँ। र हामी चाहिँ अब यो टापुमा आइपुगेका छौँ है। माथि चढ्न सकिन्छ भाइ? चढ्न सकिँदैन यताबाट? समर्थन ट्राई गर्नु त सकिन्छ होला भाइ। त्यो चढ्ने ठाउँतिर ल न कताबाट सकिन्छ? भाइ यहाँबाट चढ्न सकिन्छ? उता भन्दा त यता काँडा धेर छ जस्तो लाग्यो मलाई। उता छ ठाउँ कि यताबाट त यो त होइन साह्रै अघिको भन्दा यो झाडी छैन सर। ल भाइ यो टापु चाहिँ नचढौँ यार। यो टापु चाहिँ वरिपरि यो काँडे झार उम्रेकोले चाहिँ चढ्न एकदमै गाह्रो रहेछ। हामीहरू फेरि अब यो पेन्टै बिग्रिन्छ, काँडाले घोज्छ जस्तो लाग्यो। र हामी उता 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 फेदबाट निक्लिनु ल। उता घाँसले डिस्टर्ब गर्छ नि होइन भाइ? र हामीले यहाँ भर्खरै बोटिङ पनि गरिसकेका छौँ र लगभग हामी यो ठाउँ घुमिसकेका छौँ। र यो ठ्याक्क मौबेभन्दा पश्चिम साइड यो पोखरी पारिपट्टि चाहिँ पिकनिक स्पट छ र त्यहाँ एकदमै धेरै पिकनिक खान आउनुभएको थियो र एकदमै ठुलो ठुलो साउन्डमा गाना बजाएर नाचगान चलिरहेको थियो र ब्याकग्राउन्डमा एकदमै हल्ला हुने गर्दाखेरि हामीले त्यो ठाउँ चाहिँ धेरै क्याप्चर गरिनौँ। यहाँ तपाईँहरूलाई यसो बोटिङ गरेर देखायौँ र एकदमै यता चाहिँ आनन्द छ र पिकनिकको सिजन नहुँदा उता पनि एकदमै रमाइलो हुन्छ। र हामी चाहिँ एकदम थाक्यौँ पनि हो, छोटो समयमा थाकियो पनि। र हामी चाहिँ अब भोक पनि लागेको छ, खाजा खानलाई हामी यहाँबाट मिलनचोक जाँदैछौँ। यहाँबाट नजिकै छ, बाइकमा हामी 5 मिनटै पुग्छौँ र त्यहाँ चाहिँ हामी हेरौँ के भेटिन्छ र त्यहाँ पनि हामी तपाईँसँग जोडिनेछौँ है त। ल आउनुहोस् हामी चाहिँ जाउँ। अहिले चाहिँ हामी ठ्याक्क मिलनचोक आइपुगेका छौँ। यहाँ चाहिँ 4 लेनको बाटो अन्डर कन्स्ट्रक्सन छ, काम चलिरहेको छ, त्यही भएर यहाँ धुलै धुलो छ। र अहिले हामी चाहिँ मिलनचोकबाट उत्तरपट्टि लागेका छौँ। र हामीले यहाँ माछा, सलाद र त्यहाँ मसला र चटपटेसहित सर्भ हुँदो रहेछ। यहाँ समर सर कस्तो छ? र हामीले भर्खरै यो रोशन होटेलमा माछा खायौँ। माछा एकदमै मिठो थियो। र आजको ब्लगलाई चाहिँ यहीँ इन्ड गर्दैछौँ। र अझै पनि यस्तै नयाँ ब्लगहरूको लागि च्यानलमा अवश्य जोडिनु होला। म तुलसी घिमिरे बिदा चाहन्छु। नमस्कार।